सर्वोच्च अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाब माग्ने आदेश दिएको छ। न्यायाधीश द्वय तिल प्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले बस्नेतसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाब माग्ने आदेश दिएको हो। अधिवक्ता लवन नेउपानेले बस्नेत विरुद्ध गत बुधबार सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दायर गरेका हुन्। सर्वोच्च अदालतका न्यायाधीशलाई लक्षित गर्दै अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा केन्द्रित रहेर अभिव्यक्ति दिएको भन्दै अदालतको अवहेलना मुद्दा दायर भएको थियो। प्रेस चौतारी नेपालले माघ 11 गते गरेको कार्यक्रममा बस्नेतले प्रधान न्यायाधीश लगायतका न्यायाधीश जीवहरू लाग्दै नलागेको रोग लागेर गायब हुने, न्यायिक प्रक्रिया आतंकित भएर डराएर अथवा लोभ प्रलोभनमा परेर अथवा हस्तक्षेप भएर प्रक्रिया ढिला गर्ने, न्याय नदिने, दबावमा पर्ने, भोलि महाअभियोग आउला भन्ने अथवा राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिको सामु डराउने